आज चाहिँ हामी सबै साथीहरू अन्जना मधुशालाको रेस्टुरेन्टमा खाना खान जाँदैछौँ। सबै साथीहरू 5:30 बजे आउँदैछ, म पनि रेडी हुँदैछु। मधुशालामा पुग्यौँ। अब मेरो साथीहरू सबै माथि होला, माथि जाँदैछौँ हामी चाहिँ। हेलो गाइस, हाम्रो खाना त आइपुगेको छैन, एकछिनमा हाम्रो खाना पनि आइपुग्छ। हमें जो तुम्हारा सहारा न मिलता। त्यतिन्जेल हामी टिकटक बनायौँ र भिडियोहरू खिच्यौँ, रमाइलो गऱ्यौँ। क्या खतरा आयो। मेरो साथीहरू भिडियो राम्रो आयो भने दङ्ग पर्दैछ। ब्युटिफुल साथीहरू यता छ। सबै साथीहरू एक छन् है मेरा चाहिँ। अब चाहिँ मेरो पालो मधुशाला। हल्ला गर्दा गर्दै खानेकुराहरू पनि आइसकेको छ। ढिँडो प्लस खाना आउँदैछ। आउँदैछ होइन, आइसक्यो। म चाहिँ के भएको आउँदैछ भन्छ त। ढिँडो प्लस खाना। हाम्रो ढिँडो आइसकेको छ यहाँ। अहिले ढिँडो खाँदैछौँ र एकछिनपछि खाना पनि खानेवाला छौँ। हेर्दै गर्नु होला। आमा भाडा ढिँडो कति आएको, यो त खाना खानुपर्छ भनेको ढिँडो यतिका धेरै हेर्नु त। ल म त खान सक्दिनँ है। को को खान सकिन्छ? दालमा घिउ छ, यस्तो मिठो ढिँडो 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 ढिँडो। कसको भिडियो आयो थाहा छैन है। ढिँडो लभर्सहरू सबैजना म बाहेक। यहाँ हालिदिनु। गरेको पुरै आधी घन्टा जति टिकटकै बनाउँछ त देखेर कि खानेकुरा राखेर अनि सेलायो भने गाडी गर्नु जान्छ अनि पहिलाको अन्त खिचिरा पनि सब देखाइदिन्छ कि टिकटकमा। मिठो छ भयो मेरो साथीको कुरा। हामी पनि त्यही टाइमको मुलाउनु पर्छ। धेरै मोटा होला चुचो घिउ खानु छोडा। परेला परेला खोइ परेला यता देखाइदिनु त आलु भन्छु। टिकटकमा आलु भनेर गुनासो गर्दैछ मेरो साथीहरू चाहिँ। पछि थाहा भयो कि उहाँ चाहिँ आउट अफ भ्याली जानु भएको रहेछ भनेर। एक्लै पनि मजा आउँछ, एक्लै त खानै मन लाग्छ। घर पुगिसकेपछि थाहा भयो कि मेरो बर्थडे त्यही दिनमा पर्दो रहेछ। तर मलाई नै थाहा छैन मेरो बर्थडे त्यही दिनमा पर्छ भनेर। मेरो बुढाले मलाई सरप्राइज गर्नुभयो केक। थ्याङ्क यू बुढो। मेरो छोरीले मलाई जिस्काउँदैछ ह्याप्पी बर्थडे देयर बुढी भनेर। म हाँस्दै केक काट्थेँ। थ्याङ्क यू फर वाचिङ।